ल केटा हो है गाडी पर्खिरहेको अब पानी परिसक्यो गाडी नि आउँदैन के गर्ने हो तेरो बाउको गाडी छ भने लिएर आइज तँलाई म भाडा दिइहाल्छु तेल खर्च हालिदिइहाल्छु चुरोट सुरोट खिलाइहाल्छु उधारो खानु पर्दैन तैँले चुरोट तेरो दाइ हुँदा होइन यस्तो ठाउँमा छु म चाहिँ देखाएको छस् नि गाडी आस्तो छ केटा पानी परिरहेको चारैतिर तेरो दाइ चाहिँ उहाँ माथि डाँडा डाँडा देखाएको छस् नि त्यो डाँडा घुमेर आएको तेरो दाइ है त्यही हो गाई केटाकेटीहरू पानी परिरहेको भिजिसकेँ बिस्तारै रुम जाने तयारी छ खाजा साजा खाइसक्यो केटा हो हामीले है अब चाहिँ चस्मा नि देखिरह होला तैँले कति लाखको भन्ने कुरो चस्मा खोल्यो भने फेरि अर्कै देख्छ केटा पानी पऱ्यो हेर न यस्तो छ यता चाहिँ अब हाम्रो घर जाने बाटो हो हामी चाहिँ कटार नगरपालिकामा छौँ यो चाहिँ हाम्रो घर जाने बाटो हो केटा हो है ए हामी चाहिँ उदयपुरतिर छौँ केटा हो उदयपुर कटारतिर होइन दाइ चाहिँ कटारबाट हो सिधै तिमीहरू कताबाट हो मलाई थाहा छैन म चाहिँ कटारीबाट हो ड्याङ ड्याङ हामी चाहिँ यस्तो घुमेर आएर गाडी पर्खिरहेको छौँ केटा हो के गर्नु बाइक छैन त्यस्तै छ के हो रे तिमी यस्तो छ गायक हुन्थ्यो अरे त्यो दोष पैसा तिरेर गायक हुन्थ्यो यस्तो हरामी केटाहरू छ तपाईँ के हुन्थ्यो यता हिरो हुन्थ्यो ट्याक्क शाहरुख खानको साइडमा होइन शाहरुख खानको यता गायककार राजपाल राई के हो रे केटा यहाँ हेर न यहाँ देखाएको छैनस् राजपाल राई भन्छ केटाहरू यस्तो यहाँ दुईजना छ एउटा गायककार एउटा हिरो म चाहिँ गुन्डा हुन्थ्यो होला केटा मसँग अलिअलि पैसा आएर चाहिँ फिल्ममा गुन्डा हुन्थ्यो यसो हिरोइनलाई लापालुपी चाट्नु पाइन्थ्यो त्यही खुसी हो मेरो लागि अब चस्मा चस्मा लाग्यो नि गाडी आउँदैन जस्तो छ केटा हो हिँड्दै भए पनि चलिदिनु पर्छ हिँड्दै गयो भने चाहिँ हामी चाहिँ पर डाँडा देखाएको छस् पर डाँडा त्यो डाँडा कट्नुपर्छ हामी चाहिँ हिँड्दै गयो भने है अब आएको भने उयो डाँडाबाट अनि कति हुन्छ त्यो दाइहरू दिनमा त्यो र चट्ट चस्मा सस्मा पनि लगाइसक्यो केटा हो तर म धेरै आँखामा चाहिँ लाउँदिनँ चस्मा चाहिँ यस्तो लाउँछु क्या बेसी कस्तो देखिरहेको केटा हो लकेडा पानी पऱ्यो त के गर्ने गाडी साडी त नआउला जस्तो छ त हिँड्दै जाने हो हिँड्दै नजाने भने त केटाहरू होइन मैले बोक्ने कुरो नि हुँदैन केटा हो गाडी नआउन्जेल चाहिँ यहीँ बस्छ भन्ने कुरा हो भरे त्यो एउटा साथी चाहिँ हाम्रो घुम्नु बाहिर गएको छ गर्लफ्रेन्ड भेट्नु गइरहेछ गफ गरेर आउँछ भन्दै थियो